हेलो नमस्ते सबैजना राधे राधे म चाहिँ निस्किने आँटेको घोडालाई घाँस काट्न भनेर सोच्नु भएको होला होइन घोडालाई घाँस काट्न म चाहिँ निस्किने आँटेको अब अब देख्नु भएको छ होला यो नजारा अहिले यस्तो छ र म जान आँटेको फिल्डतिर र के कस्तो हुन्छ हजुर भ्लगमा बनिराख्नु होला र भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नु होला र फिलहाल चाहिँ म घरमा छु टाइम भइसकेको छ 3 बजी निस्केको हो म सिधै फिल्ड अहिले म अब यहाँ हेर्दैछु फ्रिज देख्न सक्नुभएको छ यो फ्रिजमा अब मैले पानी राखेको छु अघि यो पानीहरू चाहिँ एकदम मतलब यो इम्पोर्टेन्ट हो क्या यो पुरा बरफ भइसकेको छ र अब पानी सानी लिएर सिधै जाने फिल्डतिर र यो पानी चाहिँ एकदम मतलब फिल्डमा पुगेपछि के भन्नु अमृत हुन्छ कि यो यदि यो भएन भने त अब बस्नै सकिँदैन किनकि फिल्डमा पुग्ने बित्तिकै यो पानी हारालुस हुन्छ चिसो पानी भेटेर जसले पनि हानिदिइहाल्छ एक पाक कुदेर आइसक्दाखेरि पानी हराइसक्छ त्यही कारणले अहिले म यो फिलहाल 2टा बोतल यहाँ सबै बोतलै भरेर राखेको छु र यो बोतलमा चाहिँ म अहिले 2टा बोतल लिन आँट्दैछु गाइस किनकि 2टा बोतल भयो भने मलाई एउटा पुग्छ बाँकी साथीहरूले पनि खान्छन् र कस्तो के लाग्छ ब्लग भन्दै गर्नु होला जिन्दगी यस्तै हो लाइफस्टाइल यस्तै हो जस्तो के हुन्छ ब्लगहरू सबैजनालाई कमेन्ट गर्नु होला र फिलहाल चाहिँ म जान निस्केको र यतापट्टि चाहिँ मैले निकालिसकेको यो मेरो बुलेट हेर्न सक्नुभएको छ अब यो बुलेटमा चाहिँ यसरी अब यसलाई ठक्कसँगले यहाँनिर यहाँ यो झोला झुन्डाएपछि बस यति भयो त्यहाँबाट यो पानीको बोतल देख्नु भएको छ ठक्कसँगले यसको यहाँनिर राखिदिया जान्छ यसरी अब यो बुलेटमा पानी बोतल र मेरो यो अब जुत्ता सुत्ता यसरी हालेपछि मेरो बुलेट यहाँबाट निस्किन आँट्दैछ सिधै अब हामी जान्छौँ सिधै फिल्डतिर र गाइस जिन्दगीमा मतलब कुद्दा यत्रो भइसक्यो अझै पनि कुद्न चाहिँ छोडिएको छैन मतलब यो कुद्ने चाहिँ एकदम इम्पोर्टेन्ट हो क्या मेन मतलब कुद्न अब तपाईँले कुद्नुभयो भने एकदम स्वास्थ्य पनि राम्रो हुन्छ र कुद्नको साथसाथ फिटनेस पनि राम्रो हुन्छ यत्रो भइसक्यो जिन्दगीमा कुद्दा वाक्का लागिसक्यो तर कुद्न छोडिएको छैन र तपाईँ मेरो बुलेट रेडी सिधै जाते फिल्डतिर र यसरी नै मेरो सफर अहिले सुरु भइसकेको छ यहाँबाट लगभग तपाईँको आधा घन्टा लाग्छ है त फिल्ड पुग्नको लागि फिलहाल म छु साइकलमा जो अब मेरो बुलेट हो यसको नाम चाहिँ यदि हजुरहरू मेरो युट्युब च्यानलमा जोडिनु भएको छैन भने युट्युब च्यानलमा गएर जोड्न सक्नुहुन्छ जो कि आसाम ब्लग 18 तपाईँहरू वहाँ गएर उहाँ पनि ब्लगहरू हेर्न सक्नुहुन्छ र म चाहिँ निस्किसकेको छु फिल्डतिर जानलाई जुन चाहिँ बाटोमा गइरहेको छु नि त यो बाटो चाहिँ मतलब एकदम तपाईँको सुनसान छ के यहाँनिर मतलब कसैको घर पनि छैन यो बाटो चाहिँ एकदम सुनसान छ र कतिपयलाई यहाँ बाटोबाट हिँड्दा डर पनि लाग्छ र मेरो यहाँ मतलब पुरा आहाजमा भइरहेको छ त्यस कारणले मलाई मतलब केही डर छैन र म अहिले फिलहाल जाँदैछु र म अबबाट प्रयास गर्छु बेसी भिडियो नेपालीमा बनाउनको लागि किनकि म बेसीभाग भिडियो हिन्दीमा बनाउने छु र अबबाट चाहिँ म बेसीभाग नेपालीमा बनाउने ट्राई गर्छु र हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र गाइस अहिले चाहिँ म पुगिसकेको छु हाम्रो फिल्डमा र केटाहरू अघि नै आइसकेका रहेछन् सबैजना आफ्नो आफ्नो काममा बिजी र म पनि मेरो कामतिर लागेको अहिलेको टाइममा बहुत यस्ता मान्छे छन् कि सबैजना मतलब आफ्नो आफ्नो काममा व्यस्त छन् र सबैजना फिल्डमा आयो भने एउटा अलग्गै जोस आउँछ त्यस कारणले गर्दा सबैजना भेला भइसकेका छन् मजा आइरहेको र अहिले चाहिँ हामीले कुद्न स्टार्ट गऱ्यौँ र कोही अगाडि कोही पछि यस्तै हो तर गरम पनि बेसी छ त्यस कारणले गर्दा बिस्तारै कुदिराखेका छौँ र गाइस अहिले चाहिँ म कुदिसकेँ फिलहाल र बहुतै गर्मी मतलब एक दिन पुरा गर्मी हुन थालेको छ हालत एकदम पञ्चार भइसकेको छ जस्तो जोसमा आएको चाहिँ घरबाट त्यो जोस अहिले फिलहाल हराइसकेको छ तपाईँले देख्न सक्नुभएको छ मेरो लुगा एकदम भिजेर खतम पसिनाले अहिले घाम पनि पुरा तगडा भएको छन् अहिलेको टाइममा र कस्तोले के लाग्यो आजको ब्लग यदि राम्रो लाग्यो भने लाइक गरेर फलो गर्न नबिर्सिनु होला साथैमा कमेन्ट र गाइस आजको ब्लग चाहिँ यही समाप्त गर्छु यदि भिडियो अलिकति पनि राम्रो लाग्यो भने फलो गरेर कमेन्ट गर्न नबिर्सिनु होला आउँदैछु नौतन एउटा भिडियो लिएर बहुत जल्दी